खासमा चाहिँ म आज एउटा कुरा भन्न आएको थिएँ होइन। अनि जब हामीलाई सानो हुँदा चाहिँ आमाहरूले सिकाउनुहुन्छ नि त है, ठुलोको स्वरमा चाहिँ अब ठुलोको छेउमा चाहिँ जसरी भए पनि अब हुन्छ नि त, निच्च पारेर नबस, मुसुक्क हाँसिदेऊ भनेर आमाले सिकाउनुहुन्छ होइन। जब विदेश आयो नि तब त्यो चाहिँ यति पनि हुँदैन क्या होइन। ठुलोहरू गललल हाँसिरहेछ भने हामी चाहिँ निच्च परेर मक्ख परेर सुनिदिए पुग्छ होइन। र अनि अर्को कुरा अब हुन्छ नि त, अनि आमाहरूले भन्नुहुन्थ्यो नि त पहिले चाहिँ अब जे भए पनि त अब ठुलो मान्छेको छेउमा त हाँस्नुपर्छ, रिसाउनु हुन्न, भनेको मान्नुपर्छ भनेर सिकाउँछ नि त। अनि जब विदेश आइसकेपछि त्यो चाहिँ अलि उल्टै हुन्छ क्या होइन। ठुलो मान्छेको छेउमा चाहिँ मक्ख परेर चुपचाप बसेर उनीहरूले जे भन्ने सहयो भने चाहिँ रुनु पर्दैन होइन। यदि उनीहरूको छेउमा हाँस्यो भने, हामी खुसी भयो भने चाहिँ उनीहरूले के गर्छ, हामीलाई आफै खसालेरै छोड्छ कि। यो चाहिँ यो विदेश गएपछि पावर हेरेसमेन्ट हो कि के हो त्यो चाहिँ मलाई थाहा भएन। यस्तो हुन्छ कि विदेश बहिनीको कुरा सायद।